धनु राशिका मानिसहरू जीवनमा अचानक भइदिने खर्चका कारणले गर्दाखेरिमा जति तनावमा हुन्छन्, त्यसै गरी धनु राशिका मानिसहरू जीवनमा थाहा नै नभएको ठाउँमा, इमेजिनेसनै नगरेको ठाउँमा पनि खर्चहरू हुने कारणले गर्दाखेरिमा एकदमै धेरै तनावमा भइरहेका हुन्छन्, एकदमै धेरै पीडामा भइरहेका हुन्छन्। हेर्ने हो भने धनु राशिका मानिसहरूको जीवनमा कुनै पनि कुरालाई लिएर धनु राशिका मानिसहरूले खर्चका एक्सपेन्सेसका एस्टिमेटै गर्न सक्दैनन्। जति धनु राशिका मानिसहरूले आफ्नो खर्चको कुरालाई लिएर एस्टिमेट गरेका हुन्छन्, त्योभन्दा धेरै नै खर्चहरू हुने गर्दछ धनु राशिका मानिसहरूको जीवनमा। हेर्ने हो भनेदेखि गहिरो रूपमा एकदमै बिस्तार थोरै अलिअलि गर्दै एकदमै ह्युज खर्चहरू हुने गर्दछ धनु राशिका मानिसहरूको जीवनमा। हुन त धनु राशिका मानिसहरू आफ्नो खर्चको कुरालाई लिएर एकदमै धेरै सेक्रेटिभ हुन्छन्। कसैसँग भन्दैनन् कति खर्च भयो, कति खर्च गरेँ, कति के गरेँ भन्ने कुराहरूको एकदमै सेक्रेटिभ राखेरै जीवनमा अगाडि बढ्ने गर्दछन् धनु राशिका मानिसहरू। त्यही पनि धनु राशिका मानिसहरूको जीवनमा धनु राशिका मानिसहरूको इन्कमको कुराहरू, धनु राशिका मानिसहरूको सेभिङको कुराहरू, धनु राशिका मानिसहरूको स्ट्याटससँग पनि जोडिएको हुन्छ। हेर्ने हो भने धनु राशिका मानिसहरूको जीवनमा जति धनु राशिका मानिसहरूको एक्सपेन्सेस भइरहेको हुन्छ जीवनमा, जति सेभिङमा प्रब्लम आइरहेको हुन्छ धनु राशिका मानिसहरूको जीवनमा, त्यति नै धनु राशिका मानिसहरूले आफ्नो जीवनमा आफ्नो पैसासँग जोडिएका स्ट्याटसमा धेरै तलमाथि पाइरहेको हुन्छन् जीवनमा। हेर्ने हो भने पैसाकै कारणले गर्दाखेरिमा, वेल्थकै कारणले गर्दाखेरिमा, सेभिङकै कारणले गर्दाखेरिमा, स्पिचकै कारणले गर्दाखेरिमा एकदमै ठुला नेम फेमहरू हुने गर्दछन् धनु राशिका मानिसहरूको जीवनमा। जब जब धनु राशिका मानिसहरूले राखेका सेभिङहरू अचानक खर्च हुन स्टार्ट हुन्छन्, सोच्दै नसोचेको ठाउँमा खर्च हुन स्टार्ट हुन्छ धनु राशिका मानिसहरूको। र धनु राशिका मानिसहरूले आफूले गरेका खर्चहरू कसैलाई नभनिकन बस्दै गर्दाखेरिमा पनि जब जब सेभिङसँग जोडिएका कुराहरूमा तलमाथि हुन थाल्छ, तब धनु राशिका मानिसहरूको जीवनमा समस्या हुन स्टार्ट हुन्छ। धनु राशिका मानिसहरू जीवनमा आफ्नो नेम फेम, आफ्नो स्ट्याटस, आफ्नो धनको कुरालाई लिएर पनि बनाइरहेका हुन्छन्। जसरी धनु राशिका मानिसहरू जीवनमा अलराउन्डर भनेर चिनिन्छन्, हरेक कुराका ज्ञान भएका, हरेक सेक्टरका नलेज भएका, राम्रो एडभाइस गर्न सक्ने, राम्रो गाइडेन्स गर्न सक्ने, अरूको लागि कुनै पनि दुःखमा, कष्टमा, पीडामा आफ्नै पीडा जस्तो भएर सामेल भएर गाइडेन्स दिने खालका मान्छेहरू हुन् धनु राशिका मानिसहरू। तर धनु राशिका मानिसहरूको जीवनमा यदि धनु राशिका मानिसहरूको सेभिङ र एक्सपेन्सेसको कुराहरूमा ब्यालेन्स भएन भने धनु राशिका मानिसहरू जीवनमा ब्यालेन्सै हुन सक्दैनन्। अब हेर्ने हो भने धनु राशिका मानिसहरूले जीवनमा आफ्नो खर्चको कुरालाई लिएर केही पनि गर्न सक्दैनन्। किन भन्दाखेरिमा धनु राशिका मानिसहरूको जीवनमा खर्चका कुराहरू अनसर्टेन हुने गर्दछन्। एक्सपेक्टेसनै नराखेका ठाउँमा खर्चहरू हुने गर्दछ धनु राशिका मानिसहरूको भने धनु राशिका मानिसहरूको जीवनमा धनु राशिका मानिसहरूको नेम फेम स्ट्याटस आफ्नो पैसाको कारणले गर्दा पनि बनिरहेको हुन्छ, फ्यामिलीको कारणले गर्दाखेरिमा पनि बनिरहेको हुन्छ, धनु राशिका मानिसहरूको स्पिचको कारणले गर्दाखेरिमा पनि बनिरहेको हुन्छ। जब जब धनु राशिका मानिसहरूको जीवनमा अनसर्टेन एक्सपेन्सेसहरू हुन थाल्छन्, तब धनु राशिका मानिसहरूको वाणी पनि परिवर्तन हुन थाल्छ, जसको कारणले गर्दाखेरिमा धनु राशिका मानिसहरूले आफैलाई ब्यालेन्स गरेर जीवनमा अगाडि बढ्नै सक्दैनन्।